स्वागत छ मेरो मिनी भ्लगमा। यहाँबाट हामी चाहिँ खाजा खाएर हिँडिसकेको छ। रेस्ट घुमाइ ट्रेक गाइड पनि थाकिसके। मुझे घर जाना है। पानी चिसो 2.5 घण्टा भइसक्यो हिँडेकै गरेको 2.5 भोक लागिसक्यो। फाइनली गाइस भाषा ठाउँ आइपुग्यो है। ल गाइस खाना आएछ हिँड्ने यहाँ भात खाएर हिँड्नेलाई 1:40 गएको चाहिँ कति घन्टामा पुगिन्छ हामी। ओए प्रवीण पेट हेर नि का जिन्दगी खुब ट्रेकिङ हिँड्ने रे। के बोल्दै बिहानको 8:30 बजेबाट हिँडेको यार। हेर अहिले 7 बज्यो। जति नजिक गयो त्यति धेरै ठिक 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 अहिले पुग्यो यार। कुमाई डाँडा यो है यो 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 कुमाई डाँडा यो। यहाँबाट नि अब भ्यू पोइन्ट जाने लाग्यो। भोक लाग्यो दामी छ कि यो बाटो यार। फाइनली 2.5 घन्टापछि बल्ल भ्यू टावर आयो कि। हिजोबाट हिँडेच्छ आज यहाँ छौँ हामी। यहाँ कष्टसँग केही छैन। यहाँ माटो नि के हो यो यस्तो खोइ बादल खोइ